नमस्ते। आज हामी नेपालको माध्यमिक शिक्षा परीक्षा मतलब एसईई बारे अलि गहिरिएर कुरा गरौँ न। नमस्ते, गरौँ न। यो एसईको इतिहास, अहिलेको अवस्था अनि अब विद्यार्थीका लागि के कस्ता बाटा छन् भन्नेमा केन्द्रित रहँला। हो, हामीसँग भएका यी स्रोतहरूले पनि त्यतै देखाउँछन्। अनि त्यो एउटा कुरा थियो नि, पहिले यसलाई फलामे ढोका भन्थे रे। फलामे ढोका। त्यो शब्दले नै यसको पुरानो महत्त्व कति थियो भनेर झल्काउँछ नि। हो त। खासमा यो एसईई भनेको के हो, अलिकति प्रस्ट्याइदिनुस् न। पहिले त एसएलसी भन्थे रे। हो, पहिले स्कुल लिभिङ सर्टिफिकेट एसएलसी भनिन्थ्यो। अहिले एसईई सेकेन्ड्री एजुकेसन एक्जामिनेसन भन्छन्। यो कक्षा 10 सकिएपछि राष्ट्रिय परीक्षा बोर्ड एनईबी ले लिने एउटा राष्ट्रिय स्तरको परीक्षा हो। अनि त्यस्तो डरलाग्दो नाम किन दिए होला त फलामे ढोका? कस्तो थियो त्यति बेलाको माहौल? कल्पना गर्नुस् न, त्यो बेला एसएलसी पास गर्नु भनेको ठूलो उपलब्धि थियो, सामाजिक प्रतिष्ठासँग जोडिएको थियो। ए हो र? अनि राम्रो कलेजमा पढ्न, छात्रवृत्ति पाउन, मतलब भविष्य नै त्यसैमा अडिएको जस्तो के रे? फेल हुनु भनेको त अँध्यारो नै देख्नु जस्तै। ओहो, दबाब त निकै हुन्थ्यो होला है विद्यार्थीलाई। निकै निकै दबाब। विद्यार्थीलाई मात्र होइन, अभिभावकलाई पनि उत्तिकै। त्यसैले त्यो पार गर्नुपर्ने कठिन बाधा भएकोले फलामे ढोका भनिएको होला। बुझ्न सकिन्छ त्यो। तर अचेल त अवस्था फरक छ भन्छन् नि। एसईई पछि के गर्नु मिल्छ त अब? सबैभन्दा चल्तीको बाटो त +2 नै होला है? हो, उच्च माध्यमिक तह मतलब +2 नै सबभन्दा धेरैको रोजाइमा पर्छ। यसमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा जस्ता विषयहरू छन्। विज्ञान व्यवस्थापन त अब डाक्टर, इन्जिनियर, म्यानेजर बन्नलाई भइहाल्यो। मानविकी शिक्षातिर नि? ती विषयहरू पनि उत्तिकै महत्त्वपूर्ण छन् नि। समाज बुझ्न, नीति बनाउन, होइन र पढाउने क्षेत्रमा जान। ठिक हो। +2 बाहेक अरू के छ त? अलि फरक बाटो रोज्न चाहनेलाई। अर्को महत्त्वपूर्ण विकल्प भनेको सिटिभिटी हो, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद। ए, सिटिभिटी? यसमा के कस्ता कोर्स हुन्छन्? यसमा तपाईँको सब इन्जिनियरिङ, कृषितिर जेटिए, स्वास्थ्यमा प्यारामेडिक, ल्याब टेक्निसियन, स्टाफ नर्सतिर पनि जान सकिन्छ। अनि होटल म्यानेजमेन्ट, कम्प्युटर। मतलब सिपमूलक कोर्सहरू धेरै। हो, सिपमूलक। फाइदा के भने यस्ता कोर्स सकेपछि तुलनात्मक रूपमा छिटो काम पाउन वा आफै केही गर्न सजिलो हुन्छ। अनि विदेश पढ्न जाने सोच भएकाहरूको लागि नि? उनीहरूले के गर्छन्? उनीहरूका लागि ए लेभल जस्ता अन्तर्राष्ट्रिय पाठ्यक्रम छन्। यसमा विषय छान्न अलि बढी स्वतन्त्रता हुन्छ। ए, विदेशतिर यसको मान्यता बढी हुन्छ? खास गरी विदेशमा डिग्री पढ्न जाने लक्ष्य भएकाहरूले यो रोज्छन्। अनि कतिपयले त ब्रिज कोर्स पनि गर्छन् नि। ब्रिज कोर्स त्यो के को लागि? त्यो चाहिँ +2 मा राम्रो कलेजमा नाम निकाल्न वा इन्जिनियरिङ, मेडिकल जस्ता विषयको प्रवेश परीक्षाको तयारी गर्न एसई र +2 को बीचको ग्याप कम गर्न मद्दत गर्छ। अनि कति त सिधै काममै लाग्छन् होला है, सानोतिनो तालिम लिएर? त्यस्ता पनि हुन्छन्। सिप सिकेर सिधै काममा लाग्ने विकल्प त धेरै छन् अचेल। यति धेरै विकल्पहरू हुँदाहुँदै पनि पछिल्लो समय एसईई को त्यो पुरानो रवाफ, त्यो महत्त्व घटेको जस्तो सुनिन्छ। साँच्चै हो? त्यो फलामे ढुका खिया लागिसक्यो कि क्या हो? खिया नै लाग्यो त नभनौँ, तर धेरै हदसम्म त्यो पुरानो डर र महत्त्व कम भएको चाहिँ पक्कै हो। कारण के होला त? एउटा त पहिले पर्सेन्टेजमा नतिजा आउँथ्यो, अहिले जिपिए मतलब अक्षर ग्रेडिङ प्रणाली आयो। जिपिएले गर्दा? हो, सुरुमा त कलेजहरूलाई पनि कुन जिपिए भएको विद्यार्थीलाई कुन विषय पढाउन दिने, कसरी भर्ना लिने भन्नेमा अलि अन्योल भयो। मापदण्ड बन्नै समय लाग्यो। तर ग्रेडिङले त विद्यार्थीको समग्र क्षमता हेर्ने भन्छन् नि। सिद्धान्तमा त हो, तर व्यवहारमा अलि फरक देखियो सुरुमा। अर्को कुरा, परीक्षा व्यवस्थापनमा पनि कहिलेकाहीँ कमजोरी देखिन्छन् नि। प्रश्नपत्र बाहिरिने जस्ता घटनाले पनि यसको विश्वास घटाएको छ। हो र? त्यसमाथि कोभिडले त झन् डामाडोल नै बनाइदियो नि परीक्षा प्रणालीलाई, होइन? त्यो त ठुलै असर गर्यो। लगातार 2 वर्ष त परीक्षा नै भएन। परीक्षा नै नभएपछि? स्कुलले नै गरेको आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा आयो। यसले गर्दा राष्ट्रिय स्तरको परीक्षाको जुन एउटा मानक थियो नि, त्यसमा अलि प्रश्न उठ्यो, विश्वसनीयतामा कमी आयो। त्यही त। अनि ए लेभल, सिटिभिटी जस्ता अरू विकल्पतिर पनि आकर्षण बढ्यो होला? अवश्य बढ्यो। जब एउटा बाटो अलि कमजोर वा अविश्वसनीय देखिन्छ, मान्छेहरू अरू बलियो विकल्प खोज्छन् नि। तर
के पनि बिर्सनु भएन भने एसईई अझै पनि लाखौं विद्यार्थीले दिने पहिलो राष्ट्रिय स्तरको परीक्षा हो। अनुभव त हो नि। भनेपछि अवस्था कस्तो देखियो भने अब एसईई पास गर्नु मात्र ठूलो कुरा भएन। पास त भइहालिन्छ भन्ने जस्तो भयो। बरु त्यसपछि अब के गर्ने भन्ने प्रश्न चाहिँ झन महत्त्वपूर्ण भयो। एकदम सही कुरा। फोकस शिफ्ट भएको छ। पास हुने कि नहुनेबाट पास भएपछि कुन बाटो समात्ने भन्नेतिर। यो त एक किसिमले राम्रै भयो नि त। विद्यार्थीले आफ्नो रुचि क्षमता अनुसार सोच्ने मौका पाए। निश्चित रूपमा। सारमा भन्दा एसईई को भूमिका आधारभूत रूपमै फेरिएको छ। यो अब त्यो जीवन मरणको फलामे ढोका रहेन, बरु शैक्षिक यात्राको एउटा खुड्किलो मात्रै भएको छ। साँच्चीकै कति ठूलो परिवर्तन। सोचौं त 20-25 वर्ष पहिले एसएलसी दिँदाको तनाव र अहिले एसईई दिँदाको अवस्था। निकै फरक भइसक्यो। यो सबै हेर्दा नेपालको शिक्षा प्रणालीमा एउटा महत्त्वपूर्ण मोड आएको देखिन्छ। हो, र यसले भविष्यका लागि एउटा गम्भीर प्रश्न पनि खडा गर्छ। एसईई को यो बदलिदो भूमिका र यति धेरै शैक्षिक विकल्पहरू देखिँदा अब हाम्रो मूल्याङ्कन प्रणाली कस्तो हुनुपर्छ? अनि विद्यार्थीलाई सही बाटो देखाउने करियर काउन्सेलिङ कसरी अझ प्रभावकारी बनाउने? मतलब एउटै परीक्षाको दबावबाट माथि उठेर प्रणालीले कसरी विद्यार्थीको व्यक्तिगत क्षमता, उसको रुचि अनि अहिले संसारमा कस्तो सिपको माग छ त्यो सबै बुझेर सही विकल्प छनौट गर्न सघाउने, यो चाहिँ अब हामीले सोच्नुपर्ने कुरा हो।